हेलो अनि नमस्ते तपाईहरुलाई स्वागत छ गुरुङ सुनिज किचनमा र आजको रेसिपी रहेको छ राजमा फ्राई राइस र जसको लागि चाहिने सामग्रीहरू यस प्रकार छन् 6 वटा लसुनको पोटी 80 ग्राम प्याज 80 ग्राम बन्दागोपी 80 ग्राम गाजर 80 ग्राम क्याप्सिकम 80 ग्राम च्याउ 80 ग्राम लेक 300 ग्राम पकाएको राजमा सोय सस 2 चम्चा जिरा धनिया खुर्सानी र 2 चम्चा जिराको गेडा र 2 चम्चा टेस्टिङ पाउडर त्यसपछि नुन एउटा मसिनो गरी काटिएको गोलभेडा 40 ग्राम धनिया र 1 बाउल राइस अब चाहिँ हामी राजमा फ्राई राइस बनाउनतिर लागौं जसको लागि सुरुमा तपाईले प्यानमा थोरै तेल राख्नुस् र तेल तातिसकेपछि जिराको गेडाहरू राख्नुस् र केही बेर राखिसकेपछि चाहिँ अब चाहिँ तपाईले अघि नै काटेको लसुन राख्नुस् लसुन अलिकति ब्राउन भएपछि प्याज राख्नुस् र राम्ररी मिक्स गर्नुस् त्यसपछि गाजर राख्नुस् र गाजर राखिसकेपछि क्याप्सिकम राख्नुस् अब च्याउ राख्नुस् बन्दा राख्नुस् लिक राख्नुस् र यसलाई राम्ररी मिक्स गर्नुस् यसरी राम्ररी मिक्स गरिसकेपछि अब चाहिँ मरमसलाहरू राख्नुस् र नुन स्वाद अनुसार राख्नुस् र राम्ररी यसलाई मिक्स गर्नुस् यसरी राम्ररी मिक्स भइसकेपछि 2 मिनेट जति पकाइसकेपछि चाहिँ गोलभेडा मिसाउनुस् र यसलाई फेरि राम्ररी मिक्स गर्नुस् यसरी राम्ररी मिक्स गरिसकेपछि अब चाहिँ सोय सस राख्नुस् 3 चम्मच जति अब चाहिँ राजमा राख्नुस् र यसलाई पनि राम्ररी चलाउनुस् र यसलाई 2 मिनेट जति पकाउनुस् त्यसपछि चाहिँ पकाएको भात राख्नुस् र त्यसलाई पनि राम्ररी मिक्स गर्नुस् र लगभग 5 मिनेट जति राम्ररी भुट्नुस् र भुटिसकेपछि तपाईको राजमा फ्राई राइस तयार भयो अब हेर्नुस् मैले यहाँ चाहिँ एउटा बाउलमा यसरी राखे राजमालाई र प्लेटमा धनिया माथिबाट छरेर चाहिँ यसरी सर्भ गरे तपाईहरुले पनि यसरी राजमा राइस बनाएर खान सक्नुहुन्छ एकदमै मिठो बनेको थियो थ्यांक यू फर वाचिङ प्लिज लाइक शेयर एन्ड सब्स्क्राइब